नमस्कार साथीहरु, स्वागत छ यहाँलाई हाम्रो यस ज्ञानमाण्डु च्यानलमा। आजको भिडियोमा हामी बेन्जामिन ग्राहमको महान कृति यानी कि द इन्टेलिजेन्ट इन्भेस्टरबाट 7 वटा यस्ता महामन्त्र ल्याएका छौं जुन नेपाली शेयर बजारमा लगानी गर्ने हरेक लगानीकर्ता र ट्रेडरको लागि अत्यन्त महत्त्वपूर्ण छन्। महामन्त्र नम्बर 1, सुरक्षालाई प्राथमिकता दिऊ यानी कि सेफ्टी फर्स्ट। बजारमा नाफा पाउने सपना सबैको हुन्छ, तर ग्राहम भन्छन् पहिला पुँजी सुरक्षित राख अनि नाफा पछि सोच। नेपालमा पनि धेरै लगानीकर्ताले हट टिप सुनेर पैसा कमाउँछन्। ध्यान राखौ, लगानी भनेको जुवा होइन। मन्त्र नम्बर 2 मा मूल्य होइन मूल्याङ्कन हेर्ने बानी बसालौ यानी कि प्राइस भर्सेस भ्यालुलाई केयर गरौ। बेन्जामिन ग्राहम भन्छन् बजारमा स्टकको मूल्य सस्तो हुन सक्छ, कहिलेकाहीँ सस्तो देखिने स्टकमा वास्तवमा चाहिँ घाटा हुन्छ। भ्यालु इन्भेस्टिङ भनेको सही मूल्यमा सही कम्पनीमा लगानी गर्नु हो। त्यस्तै महामन्त्र नम्बर 3 मा रहेको छ बजारलाई तपाईका भावना नियन्त्रण गर्न नदिनुहोस् यानी कि मिस्टर मार्केटको चालमा नसोचौ। ग्राहमले मिस्टर मार्केट नामक पात्र प्रस्तुत गर्छन्, कहिलेकाहीँ उत्साहित कहिलेकाहीँ निराशा। हामीले उसको मोडको आधारमा निर्णय गर्नु हुँदैन। धेरै राखौँ, मूल्याङ्कनमा विश्वास गरौँ अनि मात्र हामीले चाहिँ आफ्नो टार्गेट पूरा गर्न सक्छौँ र आफ्नो प्रतिफल चाहिँ पाउन सक्छौँ। त्यस्तै महामन्त्र नम्बर 4 रहेको छ मार्जिन अफ सेफ्टी। मार्जिन अफ सेफ्टी भनेको लगानी गर्दा केही त्रुटिको सम्भावना सुरक्षित राख्ने उपाय हो। जस्तै कम्पनीको वास्तविक मूल्य 100 भए पनि 70 मा खरिद गर्नु ताकि बजार तल झरे पनि घाटा न्यून होस्। महामन्त्र नम्बर 5 रहेको छ भावनालाई नियन्त्रण गरौ, ग्रिड एन्ड फियरको चक्करमा नफा। लालच र डर यी दुई भावना लगानीकर्ताहरूको चाहिँ सबभन्दा ठुलो दुश्मन हो। नेपाली शेयर बजारमा प्यानिक सेयर र फोमोले धेरैले घाटा भएको। हामीहरू सोचौँ योजना अनुसार अगाडि बढ्छौँ। त्यस्तै महामन्त्र नम्बर 6 मा रहेको छ नियमित रूपमा सिक्दै जानुहोस् यानी कि नलेज नै शक्ति हो। ग्राहम भन्छन् एक स्मार्ट लगानीकर्ता यानी कि स्मार्ट लगानीकर्ता कहिले पनि सिक्न बन्द गर्दैन। पढौँ, बुझौँ, रिसर्च गरौँ अनि मात्र हामी चाहिँ शेयर बजारमा सफल हुन सक्छौँ। र ज्ञानमाण्डु जस्ता प्लेटफर्मबाट नियमित अपडेट लिँदै जानुहोस् अनि आफ्नो स्टक ट्रेडिङलाई निरन्तरता दिँदै जानुहोस्। त्यस्तै महामन्त्र नम्बर 7 रहेको छ दीर्घकालीन सोच राखौ, धेरै राख्ने खेल हो लगानी। शेयर बजारमा कुनै चटपट नाफा कमाउने मेसिन होइन, दीर्घकालीन सोच राख्नेले वास्तविक सम्पत्ति बनाउँछन्। ग्राहम भन्छन् समय बजारलाई जित्न सक्ने साधन हो। सोहस्त साथीहरू, यी 7 वटा महामन्त्र तपाईले आफ्नो लगानी यात्रामा लागू गर्न सक्नुभयो भने नेपाली शेयर बजारमा पनि तपाईँ एक सफल र बुद्धिमान लगानीकर्ता बन्न सक्छ। यो भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर अनि कमेन्ट गर्न चाहिँ नबिर्सिनुहोस् र ज्ञानमाण्डुसँगै ज्ञानको यात्रा चाहिँ जारी राख्नुहोस्। हस्, धन्यवाद।